कस्तो खालको बच्चा जन्माइस जस्तो आमा त्यस्तै बच्चा। यस्तो लाग्छ डाक्टर, मेरै बच्चालाई चाहिँ किन हुनुपर्ने? अटिजम जोसुकैलाई हुन सक्छ। यो एउटा न्युरोलोजिकल कन्डिसन हो। गाह्रो पीडा नभइकन मान्छे त्यसका जाँदैन होइन। कसै न कसैलाई केही न केही समस्या परिरहेकै हुन्छ। खुसी भएर कहिले पनि भगवान्लाई मान्छेले थ्याङ्क यू भगवान् तपाईँले गरेर मैले पाएँ भन्दैन। तर पाएन भने चाहिँ के भन्छ त, प्रभु मलाई किन नदिनु भएको, मै किन, मेरै मात्र किन दुःख, मलाई मात्र किन दुःख भन्ने क्वेसन चाहिँ सबभन्दा बढीले आउँछ। मै किन त, मलाई मात्रै यो सफरिङ किन होइन, मेरै लाइफमा किन यस्तो नराम्रो, मलाई सासूले नि गाली गर्नुहुन्छ, श्रीमानले नि रक्सी हाराएर पिट्नुहुन्छ होइन, मेरो बाबाले नि मलाई माया गर्नुहुन्न, म फर्केर जान पनि सक्दिनँ, म सुसाइड गर्ने सिचुएसनमा छु भन्ने कतिजना हुनुहुन्छ क्या महिलाहरू। भनेपछि मै किन त भन्ने क्वेसन चाहिँ सबभन्दा बढी मान्छेले सोध्छ र त्यसको एन्सर अहिले भने जस्तो अब भन्दा रुड सुन्नेलाई होइन, तर रियालिटी चाहिँ के नि, वी आर हेयर टु सफर। हामी यो पाप भूमिमा चाहिँ सफरिङकै लागि आउने हो, सबै मान्छे सफरिङ गरेर आउँछ, केमा त तर भन्ने चाहिँ डिफिनेसन चाहिँ उसको पास्ट लाइफको कर्मले दिने भयो क्या। यो पनि हेर्न मिल्छ, पास्ट लाइफ यो कर्म सबै के मिल्छ। थियो त्यो ज्योतिष शास्त्रबाट हेर्न मिल्छ। यो टुल्स नै के को लागि बनाइएको त, त्यही पास्ट लाइफ कर्म हेर्न लाग्यो क्या। हामीले चिना हेर्ने भनेको के हो त, पास्ट लाइफ कर्मलाई हेरेर हो क्या। त्यो मान्छे कस्तो के नेचर छ, उसले के चिज पाउँछ, के चिज पाउँदैन, उसको पढाइमा दुःख हुन्छ कि, उसको सन्तानमा दुःख हुन्छ कि, उसको विवाहमा दुःख हुन्छ, कहीँ न कहीँ उसले सफरिङ त पायो। उसलाई कोही पनि मान्छे अछुत छैन क्या, यहाँ दुःखबाट अछुत कोही पनि छैन। तर कति पाउँछ र केमा पाउँछ भनेर कहिले पाउँछ भन्ने कुरा मात्र म्याथमेटिक्स हो। तर पाउनु चाहिँ पाउँछ हुन्छ। डक्टर्सहरूको असेसमेन्ट अनुसार बेबीलाई अटिजम र अटेन्सन डिफिसियन्सी कम्बिनेसन फर्ममा हो कि भन्ने कुरा छ।